अब चाहिँ गुड इभिनिङ सबैजना मेरो प्यारो साथीहरूलाई आफ्टर अ लङ टाइममा तपाईँले फेरि भेट्दैछु अन्त आदिमा म अलिकति बिजी भएर अलिक तपाईँहरूको अगाडि भिडियो ल्याउन सकिनँ फर द्याट आइ एम एक्सट्रिमली सरी त्यसको लागि अन्त आज चाहिँ फेरि म आइरहेको छु फेरि सानो भिडियो ल्याउँदै तपाईँहरूको अगाडि हैन मेरो भिडियोमा चाहिँ म चाहिँ अब खुर्सानी टिप्न जाँदैछु ममले छुर्पी ल्याउनु भएको रहेछ आज घुम्पा जानुभएको थियो सो माथिबाट अलिकति छुर्पी माथि यहाँबाट ल्याउनु भएको रहेछ किनेर त्यो बनाउने भन्नुहुँदै थियो खोजेर सो घाँस चाहिँ हालिदिइहाल्छु यो भयो त चिकनको अब खुर्सानी टिप्नु डल्लै अन्त पर चाहिँ रसिन खुर्सानी चाहिँ जुन मैले रसिन खुर्सानी त्यो उयसमा हालेको छु त्यो चाहिँ म टोटली त्यहाँ उयसमै मतलब बोटमै पाक्नु लाउने त्यसले गर्दा चाहिँ म त्यो चाहिँ टिप्दिनँ रसिन खुर्सानी चाहिँ अब कुटेर पनि मिठो हुँदैन हेर्नुहोस् न चाहिँ खुर्सानीको यो सफा गर्नुपर्ने छ अस्ति यहाँ तलका सफा गरेँ घरमा थुप्रै कामले गर्दा कहाँ यता काट्दा उताको बिर्सिँदो रहेछ कामहरू अब बिर्सिँदा भ्याउँदैन रहेछ त्यसले गर्दा यहाँको चाहिँ अस्ति सफा गर्नुभयो यहाँ चाहिँ मम्मीले अस्ति सफा गर्नुभयो यहाँ पनि सफा गर्नुभएको थियो यहाँ चाहिँ सफा गर्नुहुँदै थियो यहाँको चाहिँ सफा गरेको चाहिँ यतिकै चोरिरहेछ मर्समहरू हेर्नुहोस् न यहाँ यो गरिसक्यो बारीहरूमा यो यसको भित्र पनि खुर्सानी नै छ हेर्नुहोस् न खुर्सानी नै छ तर के गर्नु भने जस्तो एभ्री टाइम भ्याउँदैन रहेछ सो बस्ती लाइफमा यस्तै हुँदो रहेछ भिलेज लाइफ यता काम गर्दा उता काम गर्दा रात त्यतिकै गइहाल्दो रहेछ दिन त्यतिकै बितिहाल्दो रहेछ काम कहिले सक्दैन र दिन कहिले पर्खिँदैन रहेछ यहाँ चाहिँ म अब चाहिँ यो खुर्सानीको उयसमा आएको सबै भर्खर दिस इयर नि अस्ति भर्खर प्लान्ट गर्नुभएको छ ममले अन्त त्यसले गर्दा यो त अलिक टाइम लाग्ने रहेछ फल्ने अहिले चाहिँ म लास्ट इयरको बोटको टिप्न आएको लास्ट इयरको बोट चाहिँ हेर्नुहोस् ल कस्तो भइसक्यो भनेर यो चाहिँ दिस इयरको यो सबै निकै फलाउनु यो अझै भर्खर ब्लुम हुने स्टार्ट हुँदैछ यो सबै अन्त लास्ट इयरको बोटमा टिप्न आएको छु यहाँ हेर्नुहोस् टमाटर यो चाहिँ टमाटर रहेछ उयो गरिदिनु पर्ने रहेछ चाहिँ यहाँ सबै फलिरहेको रहेछ खाएछ पनि लास्ट इयरको जुन चिलीको बोट छ नि डल्ले खुर्सानीको बोटबाट चाहिँ यसको मात्रै पत्ता बस्यो यो खुर्सानीको मात्रै अलिक पत्ता चाहिँ बस्यो हेर्नुहोस् न अहिले अरूको त आम्माम छैन नि पत्तै छैन पाकेको त के न सबै यहाँ पनि हेर्नुहोस् न यतिकै छ सफा गरिदिनु पर्ने अस्ति यहाँको सफा गरेँ यहाँ यत्रो भइसक्यो यहाँको सफा गरिदिएको यस्तो कामले के गर्नु लास्ट इयरको बोट हो यो पनि लास्ट इयरको बोट हो फल्नु चाहिँ मजाले फलिरहेछ बिचरा
सफा गरिदिनु पर्ने छ। हेर्नुहोस् त जङ्गलमा भित्र बसेर पाकिरहेको रहेछ। टिपिसक्यो आजको लागि। टमाटरहरू चाहिँ यस्तो भइरहेको रहेछ। अन्त भारी आउनु सक्दैन, यस्तो हुन्छ ढुङ्गाहरूमा हारिरहेको रहेछ। यस्तो हुन्छ लास्ट इयरको डल्ले खुर्सानीको बोट चाहिँ। यस्तो फल पनि धाना पनि यत्रो यत्रो हुन्छ लास्ट इयरको यो चाहिँ। अनि दिस इयरको चाहिँ मम्मीले यहाँ रोप्नु भएको छ। यहाँ डन्नु सबै लास्ट इयरको रोप्यो। अहिले दिस इयरको चाहिँ न्युली रोप्नु भएको छ। यो चाहिँ सबै लास्ट इयरको। लिफ पनि छैन, हेर्नुहोस् न यो। यसमा चाहिँ अलिक अलिक छ फलसँगै। यस्तो मजा फलिरहेको छ कि तर लिफै छैन। टिपिसकेँ घर गएको, घर फर्केको। ओके, तपाईँहरू आफ्नो केयर गर्नुहोस्, टेक केयर। एन्ड तपाईँहरूलाई म फेरि अर्कै भिडियोमा भेट्छु। एन्ड टिल चाहिँ तपाईँहरू मजाले बस्नुहोस्, आफ्नो केयर गर्नुहोस्, राम्ररी बस्नुहोस् है।